क्यापकट प्रो भर्जन भनेर मलाई यति मेसेज यति कमेन्ट आयो कि फ्रीमा चलाउनको लागि भनेर तर यो चलाउन पनि गाह्रो छैन तपाईले एन्ड्रोइड भर्जनको लागि गुगलमा गएर एपीके फर्म भनेर सर्च गर्नुस् तपाईले मजाले क्यापकटको धेरै परिकारहरू पाउन सक्नुहुन्छ तपाईको मोबाइललाई जुन सुटेबल हुन्छ त्यो डाउनलोड गर्दै ट्राई गर्दै हेर्नुस् एउटा न एउटा भइहाल्छ ह्याप्पी मोडहरू पनि छ त्यसबाट पनि मजाले हुन्छ र अर्को कुरा आइफोनको लागि पनि धेरैजनाले सोधिरहनु भएको थियो स्कारलेट डाउनलोड गरेर चाहिँ VPN-बाट चाहिँ तपाईले मजाले चलाउन सक्नुहुन्छ त्यो पनि आइफोनमा iOS-मा तर यो सबै कुराहरू चाहिँ एकदम डिस्टर्ब आउन सक्छ तपाईको मोबाइलदेखि लिएर एभ्री कुरामा किन भन्दाखेरि यो क्र्याक भर्जनहरू हो यसको लागि चाहिँ तपाईले किन्नै पर्ने हुन्छ किन्नुभयो भने चाहिँ सेफ हुन्छ तर एकदम महँगो छ हो तर यदि तपाईहरु एडिटर हुनुहुन्छ बेसिक एडिटर गर्न चाहनुहुन्छ मोबाइलमा भने तपाईहरुको लागि एउटा खुसी खबर छ फ्रीमा आइसकेको छ एडिट एप जुन चाहिँ मेटाले लिएर आएको छ इन्स्टाग्रामले लिएर आएको छ है त युज गर्नुस् होला एडिट एप बुझ्नुभयो जुन चाहिँ लिएर आएको छ मेटाले हैन त्यसमा तपाईले मजाले बेसिक एडिटहरु मजाले गर्न सक्नुहुन्छ त्यसमा पनि पाउन सक्नुहुन्छ तपाईले ओभरलेमा लगेर धेरै कुराहरु राख्न पाउन सक्नुहुन्छ टेक्स्टहरु एडिट गर्न सक्नुहुन्छ मजाले टेक्स्टको एनिमेसन टेक्स्टको कलर एभ्री कुरा चेन्ज गर्न सक्नुहुन्छ फन्टहरु पनि धेरै थरीको छ र तपाईले आफ्नो पछाडी इफेक्टहरु पनि राख्न सक्नुहुन्छ मजाले सजिलैसित यसमा पनि क्यापकटको जति चाहिँ सबै कुरा आइसकेको छैन बिस्तारै आउँदैछ र यसमा एनिमेसनहरु पनि धेरै गर्न सक्नुहुन्छ ट्रान्जिसनहरु पनि धेरै गर्न सक्नुहुन्छ यसको बारेमा मैले डिटेलमा मेरो युट्युब च्यानलमा राखिसकेको छु तपाईले गएर कन्डेन्सेसन टेकमा पनि हेर्न सक्नुहुन्छ र अर्को एकदम प्रो भर्जनमा भएको क्यापकटले लिएर आएको अनकट गरेर ब्याकग्राउन्ड रिमुभ गरेर चाहिँ आफ्नो पछाडीको ब्याकग्राउन्डलाई हटाएर सजिलैसित क्यापकटको जसरी यसमा पनि गर्न सकिन्छ है यसरी ब्याकग्राउन्ड रिमुभ गरेर मजाले तपाईले युज गर्न सक्नुहुन्छ यही एडिट एपमा पनि है र यदि तपाईले कुनै कुरा बुझ्नु भएको छैन भने प्लिज मलाई कमेन्ट गर्नुस् होला र मेरो युट्युब च्यानल कन्डेन्सेसन टेकमा गएर यसको फुल डिटेल भिडियो हेर्न नबिर्सिनुस् होला